सम्माननीय सभामुख महोदय, समृद्ध राष्ट्र निर्माणको आधार केवल प्राकृतिक स्रोत मात्र होइन, सक्षम मानव पुँजी पनि हो। माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा सिद्धान्त तथा प्राथमिकतामा आफ्ना धारणा राख्न चाहन्छु। भदौ 23 को जनआन्दोलनपछि नेपाली जनताले केवल सरकार परिवर्तन होइन, शासन शैली परिवर्तनको अपेक्षा गरेका छन्। जनताले अब भाषण भन्दा परिणाम, नारा भन्दा काम र आश्वासन भन्दा उत्तरदायित्व खोजिरहेका छन्। यही जनभावनालाई केन्द्रमा राखेर नेपाल सरकारको नीति तथा कार्यक्रम तथा प्रस्तुत विनियोजन विधेयक आएको मैले महसुस गरेको छु। नेपाल सरकारको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा सुधार तथा मानव पुँजी विकासलाई प्राथमिकतामा राखेको छ। विशेष गरी कृषि क्षेत्रलाई उत्पादन, प्रविधि र बजारसँग जोड्ने प्रयास सकारात्मक छ। हामीले कृषिलाई धेरै वर्षसम्म प्राथमिकताको भाषणमा राख्यौं, तर व्यवहारमा युवालाई कृषि क्षेत्रमा टिक्ने वातावरण बनाउन सकेनौं। परिणामस्वरूप गाउँ खाली भए, खेत बाँझिए र युवाहरू विदेशिन बाध्य भए। अब कृषि केवल निर्वाहमुखी होइन, राष्ट्रिय अर्थतन्त्रको आधार बन्नुपर्छ। सम्माननीय सभामुख महोदय, मानव पुँजीमा लगानी नभएसम्म राष्ट्रिय समृद्धि सम्भव छैन। आजको विश्व प्रतिस्पर्धामा देशको शक्ति केवल भूगोल वा स्रोतले होइन, दक्ष जनशक्तिले निर्धारण गर्छ। त्यसैले शिक्षा प्रणालीलाई केवल प्रमाणपत्र दिने होइन, सिप, नवप्रवर्धन र उद्यमशीलतासँग जोड्नुपर्छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो। तर नेपालमा नीति निर्माण हुने तर कार्यान्वयनमा ठूलो अन्तर रहने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। यही इम्प्लिमेन्टेसन ग्यापका कारण जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्। हामीले अब नीति बनाउने भन्दा त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आजको आवश्यकता हो। सभामुख महोदय, मुख्य रूपमा 3 तहका सरकार र विभिन्न निकायका नीति, कार्यक्रम तथा गतिविधि बीच पर्याप्त समन्वय नहुँदा विकास प्रक्रियामा जटिलता सिर्जना भइरहेको छ। एउटै सरकारका निकायहरू बीच समेत समन्वय अनुभव हुँदा नागरिकले अनावश्यक दुःख पाउने अवस्था देखिएको छ। अब यो समस्या समाधान गर्नै पर्छ। राज्य संयन्त्र बीच प्रभावकारी कोर्डिनेसन बिना सुशासन र विकास सम्भव छैन। सम्मान्य सभामुख महोदय, विदेशमा रहेका नेपालीहरू केवल रेमिटान्सको स्रोत मात्र होइनन्, उनीहरूसँग सिप छ, अनुभव छ, अन्तर्राष्ट्रिय कार्य संस्कृति छ। राज्यले अब डायस्पोरा र नेपाली रिटर्नी युवाहरूलाई राष्ट्रिय विकाससँग जोड्ने स्पष्ट नीति लिनुपर्छ। यसैगरी लुम्बिनी, जनकपुर लगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पर्यटनको आधार बनाएर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ। नेपाललाई विश्वसामु शान्ति, संस्कृति र सभ्यताको देशका रूपमा स्थापित गर्नुपर्ने आजको आवश्यकता हो। अन्त्यमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता केवल खर्चको ढाँचा होइन, जनताको आशा र देशको भविष्यसँग जोडिएको विषय हुन्। त्यसैले यी नीति तथा कार्यक्रमलाई इमानदारिता, पारदर्शिता र दृढ राजनीतिक